ओइ महावा हुरी हुरे आउँदिन आयो भने तेरो बेहाल बनाएर जान्छु रे। हेलो साथीहरू, हिजोको हाउडीले यत्रो यस्तो भयो पुरै बेहालमा धुलै धुलो जता हेऱ्यो धुलै धुलो जता हेऱ्यो प्लास्टिक झिल्लीहरू बाहिर उडेर जम्मै फोहोरहरू नै एक पाथी फोहोर छ। अनि यति बेरसम्म पनि पानी पर्दै थियो कि बिहान अनि बसेँ सरसफाइतिर लागेँ पुरै झ्यालडोका सिँढीहरू आउँदै धुलो थियो नि त। अनि उतापट्टि चाहिँ आँप हुन्छ हाले रहेछ कि हावाले। अनि म चाहिँ यस्तो राम्रो लाग्यो अनि त्यसको भिडियो पनि थोरै लिएँ। अनि त्यसपछि आफ्नो कामतर्फ लागेँ, झाडु लगाएँ। यति धेरै धुलोहरू आइरहेको थियो कि त्यो झाडुले त्यो धुलो पनि सरिरहेको थियो कि। अनि म चाहिँ उठाउँदै फाल्दै बढार्दै गरेँ कि। अनि तल आएर यतिको प्लास्टिकहरू थिएँ अनि त्यसलाई उठाएर जहाँबाट आइस् त्यहीँ जा भनेको त फेरि हावा चल्यो भने त्यही घर आउँछु भन्यो। अनि त्यसपछि फेरि मैले आँगन बढारेँ। भिजेको आँगन चाहिँ सफा नहुने कि है जति